नमस्कार, व्याकरणका कुरामा यहाँहरूलाई स्वागत छ। आज हामी कस्ता शब्द अविकारी शब्द हुन् भन्ने विषयमा कुरा गर्नेछौँ। अविकारी शब्द अर्थात् अव्यय शब्द त्यस्ता शब्द हुन् जुन लिङ्ग, वचन, पुरुष, काल, पक्ष, आदर, भाव आदिका आधारमा वाक्य परिवर्तन गर्दा आफ्नो रूप परिवर्तन गर्दैनन्। विभिन्न आधारमा वाक्य परिवर्तन गर्दा पनि यी शब्दहरू सधैँ एउटै रूपमा आउने गर्दछन्। अविकारी शब्दलाई अव्यय शब्द पनि भनिन्छ। यस अन्तर्गत नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक र निपात यी 5 प्रकारका शब्दहरू पर्दछन्। जस्तै ऊ त सरासर जान्छ अनि काम गर्छ। यस वाक्यमा त निपात, सरासर क्रियायोगी र अनि संयोजक शब्द हुन्। यस वाक्यमा सर्वनाम र क्रियापद परिवर्तन भएका छन् तर निपात, क्रियायोगी र संयोजक शब्द परिवर्तन भएका छैनन्। त्यस्तै गरी ओहो घरभित्र सर्प पसेछ। यस वाक्यलाई बहुवचन बनाउँदा ओहो घरभित्र सर्पहरू पसेछन्। यस वाक्यमा ओहो विस्मयादिबोधक र भित्र नामयोगी शब्द हुन्। वाक्य परिवर्तन हुँदा यी शब्दहरू परिवर्तन भएका छैनन् अर्थात् उही रूपमा आएका छन् भने नाम र क्रियापद परिवर्तन भएका छन्। यसरी वाक्य परिवर्तन गर्दा सधैँ उही रूपमा आउने अर्थात् रूप परिवर्तन नगर्ने शब्दहरूलाई अविकारी शब्द अर्थात् अव्यय शब्द भनिन्छ। आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।